वेलकम गाइज माई युट्युब च्यानल। हामीले कक्षा 11मा रहेको एकाइ 1मा रहेको पार्ट 1को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको बारेमा केही प्रश्नहरू सङ्कलन गरेका छौँ र उत्तर पनि सहजतापूर्वक दिने प्रयास गरेका छौँ। साथै हाम्रो युट्युब च्यानल हेर्नुभन्दा पहिला लाइक र सब्सक्राइब गरी बेल आइकनको घन्टी बजाइदिन अनुरोध गर्दछौँ। सबैभन्दा पहिला हाम्रो सामाजिक अध्ययन भनेको के हो त भनेर भन्दाखेरि सामाजिक अध्ययन भनेको समाज व्यक्ति बीच विभिन्न पक्षका बारेमा अनुसन्धान गर्नु, अध्ययन गर्नु, विश्लेषण गर्नु सामाजिक अध्ययन हो भनेर भनिन्छ। व्यापक अर्थमा भन्नुपर्दा मानव अर्थ र भौतिक, सामाजिक, राजनैतिक, सांस्कृतिक तथा आर्थिक वातावरणसँगको अन्तर्क्रिया सम्बन्धलाई सामाजिक अध्ययन गर्नु भनिन्छ। अब अर्को क्वेसन छ, सामाजिक अध्ययन किन आवश्यक छ त लेख्नुहोस् भनेर भनिन्छ। सामाजिक अध्ययनको मूल उद्देश्य भनेको आफ्नो देशका बालबालिकाहरूले असल, सक्षम र देशप्रेमी बनाउनु हो हैन। हरेक नागरिकले आफ्नो देशको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक अवस्थाको बारेमा सामान्य जानकारी राख्ने र त्यसका बारेमा समायोजन हुन पर्ने आवश्यक पर्ने भएकाले प्रत्येक नागरिकमा प्रशासन, योजनाकार र नेतृत्वकर्ता हुन सक्छन्। अब अर्को क्वेसन छ, सामाजिक अध्ययनले जनशक्तिमा कस्तो उत्पादन सहयोग पुर्याउँछ त भनेर भन्दाखेरि सामाजिक अध्ययन विषयले प्रजातान्त्रिक मूल्य मान्यता तथा सकारात्मक सोच भएका व्यक्तिहरू चरित्रवान, मेहनती र उत्तरदायित्व जनशक्तिमा उत्पादन सहयोग पुर्याउँछ। अब जीवनोपयोगी शिक्षा भनेको के हो त भन्दाखेरि यसै पाठ अन्तर्गत पर्ने एउटा प्रश्न हो। जीवनोपयोगी शिक्षा भनेको हाम्रो जीवनका लागि आवश्यक सिपहरू जसले जीवनलाई सरल, सहज र सफल बनाउनका निम्ति सिपलाई जीवनोपयोगी सिप भनिन्छ। सञ्चार, सहकारी, सहयोग, सृजनात्मक, समस्या समाधान, तनाव व्यवस्थापनका पक्षलाई निर्णय निर्माण तथा सूचना प्रविधिको जीवनोपयोगी शिक्षा भनिन्छ। सामाजिक अध्ययन विषयले एउटा राष्ट्रभित्र मात्र सीमित हुन्छ कि विश्वसम्म प्रवेश हुन्छ भनेर भने हैन। हामीले चाहिँ विश्वको कुनै पनि कुनामा घटेको घटनाले विश्वमा भएका कुनै पनि सूचनालाई चाहिँ व्यक्तिमा प्रभाव पर्ने हुन्छ। एउटै व्यक्तिले गरेको कामको विश्वभर असर पर्ने भएकाले हामीले चाहिँ यसको चाहिँ विश्वसामु चाहिँ यसको असर पर्छ र यो विश्वसामु हुन्छ भनेर यसै चाहिँ एउटै क्षेत्रमा चाहिँ सीमित हुँदैन भनेर भनिन्छ। अनि अर्को सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा एक आपसमा अन्तर्सम्बन्धित छन् कि छैनन् त भनेर छ। यसको उत्तर चाहिँ सामाजिक अध्ययन विषयमा सिकाइ क्रियाकलापहरू, परियोजना कार्यहरू गर्दा जीवनोपयोगी सिपहरू हासिल हुन्छन्। त्यस्ता क्रममा समूहमा काम गर्दा एक आपसमा कुराकानी गर्ने, सहकारी गर्ने, सहयोग गर्ने, नेतृत्व गर्ने एवं सृजनात्मक कार्य गर्ने प्रशस्त अवसरहरू प्राप्त हुन्छन् जसले चाहिँ जीवनोपयोगी शिक्षामा चाहिँ एक आपसमा अन्तर्क्रिया हुन्छन्। अर्को छ, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा बिचका कस्तो सिकाइ सहजीकरण हुन्छन् भनेर भन्छ। यसले चाहिँ हाम्रो विभिन्न सिकाइ सहजीकरण हुन्छन्। यस्ता साथी अर्को गाइजमा भेट्छ।